युट्युबमा कसरी भिडियो अपलोड गर्ने त त्यसको लागि तपाईले आफ्नो मोबाइलमा युट्युब स्टुडियो भन्ने एप्लिकेसन डाउनलोड गर्नु होला। युट्युब स्टुडियो वाइटी स्टुडियो भन्ने छ। वाइटी स्टुडियोलाई तपाईले प्ले स्टोरबाट डाउनलोड गर्नु र यसलाई ओपन गर्ने र त्यसपछि तपाईले आफ्नो कनेक्टेड च्यानल यहाँ देख्न सक्नुहुन्छ। यो च्यानल तपाईले देखिसकेपछि चाहिँ यहाँबाट अपलोड गर्न सक्नुहुन्छ। कहाँ चाहिँ गर्ने भन्दा यो सबभन्दा माथि तपाईले यो सबभन्दा माथि देखिराख्नु भएको छ। ब्याट्री लो भयो। तपाईले प्लसको चिन्ह देख्नु भएको छ नि यहाँनिर यो प्लसको चिन्ह छ हैन। यो प्लसको चिन्हमा जस्ट टच गर्ने। यति गरिसकेपछि चाहिँ तपाईले अब आफ्नो भिडियोहरु यहाँबाट चुज गर्न सक्नुहुन्छ कुन भिडियो हाल्ने भनेर। कुन भिडियो हाल्ने त भन्दाखेरि कुनै एउटा भिडियो चुज गरौँ। ल मैले यही भिडियो चुज गरेँ। यसलाई डन गरिदिए र यति गरिसकेपछि तपाईले यहाँ टाइटल लेख्नुपर्ने हुन्छ। टाइटलमा जस्ट हाउ टु अपलोड भिडियो इन युट्युब लेखिदिएँ मैले। अब यहाँ अर्को टाइटल पनि म लेखिदिन्छु दुईटा। युट्युबमा भिडियो कसरी हाल्ने यो भयो हैन। यति गरिसकेपछि तपाईले अब डिस्क्रिप्सनमा यसैलाई कपी गरेर एउटा अनिवार्य राख्नुपर्ने हुन्छ। तपाईले टाइटललाई डिस्क्रिप्सनमा कपी गर्दाखेरि चाहिँ रिच बढ्ने सम्भावना हुन्छ भन्ने मात्रै हो। यसैलाई कपी गरेर राख्नु होला। त्यसपछि तपाईले यहाँनिर ह्यासट्याग दिन सक्नुहुन्छ। जस्तै तपाईलाई जे मन लाग्छ हैन। तपाईले रिलेटेड तपाईको भिडियोसँग रिलेटेड ह्यासट्याग दिनु होला। जस्तै युट्युब भिडियो अपलोड यसरी आउँछ ह्यासट्याग सजेसन हुँदै तपाईले एउटा कुनै दिन सक्नुहुन्छ। टेक्नोलोजी यो भनेको टिप्स भयो हैन। टिप्स युट्युब यसरी तपाईले डिस्क्रिप्सन दिन सक्नुहुन्छ। र यति गरिसकेपछि यो अनलिस्ट छ। यसलाई सुरुमा अनलिस्टमै अपलोड गर्ने है। यसलाई अनलिस्टमा अपलोड गर्नुपर्छ र लोकेसन तपाईले सेट गर्न सक्नुहुन्छ। कहाँ देखाउन चाहनुहुन्छ सीमित एरियामा नभए यो छोड्दिनु भयो भने अब कस्तो हुन्छ भन्दा यो चाहिँ लोकेसन तपाईले सेलेक्ट गर्न सक्नुहुन्छ भनौँ न। जस्तै मैले सेलेक्ट गर्नु पर्दाखेरि नेपाल सेलेक्ट गर्दिए नगर्दा नि हुन्छ गर्दा नि हुन्छ हैन। यो खासै फरक पर्दैन तर गर्दाखेरि तपाईको रिच बढ्ने सम्भावना हुन्छ। तपाईको पार्टिकुलर एरियामा मात्र जान्छ। यो जस्तो नेपाल गर्नु भने नेपाल भरि देखाउँछ। लोकेसन सेट गर्नु भएन भने अब जहाँ पनि देखाउँछ। पेड प्रमोसन एन्ड ब्रान्ड्स कुनै ब्रान्ड्स तपाईसँग छ यसमा तपाईले यो भिडियोमा कुनै ब्रान्डको बारेमा कुरा गर्नुभएको छ त्यो हो। यदि छैन भने तपाईले यसलाई केही गर्नै परेन। एलाउ भिडियो एडिटिङ एन्ड रिमिक्स तपाईले आफ्नो हैन अरूलाई चाहिँ अब भिडियो बनाउन दिनुहुन्छ त एलाउ भिडियो एन्ड अडियो रिमिक्स मैले छोडिदिएँ। डोन्ट एलाउ भिडियो एन्ड अडियो रिमिक्स मैले यो गरिदिएँ। तपाईले गर्दा नि हुन्छ। तपाईको आफ्नो विचार हैन। अल्टर कन्टेन्ट छैन कमेन्ट अन। यति गरिसकेपछि अब ट्यागहरु आएन भन्नुहुन्छ होला हैन। ट्याग कसरी हाल्ने त्यो आएन भन्नुहुन्छ। एकछिन पाउनु। यसलाई हामीले जस्ट अपलोड गरिदिन्छौँ अब यहाँबाट। अब एउटा यहाँ के देखायो भन्दा यस इट्स मेड फर किड्स यो बच्चाको लागि बनाएको हो। यो बच्चाको लागि बनाएको हैन। बच्चा बुढा सबैको लागि बनाएको बच्चादेखि लिएर बुढासम्म सबैको लागि बनाएको हो। जस्ट यसलाई अपलोड गरिदिइसकेपछि तपाईको भिडियो यहाँबाट अपलोड हुन सुरु भइसकेको छ। यहाँ देखिन सक्नुहुन्छ हाउ टु अपलोड भिडियो इन युट्युब 9 सेकेन्ड यसरी अपलोड भइरहेछ। यो अपलोड भइसकेपछि म तपाईलाई थम्बनेल पनि लगाउने र ट्याग हाल्ने पनि कसरी त्यो बताउने छु। यति गरिसकेपछि अब तपाईको युट्युबले भिडियो चेक गर्छ। चेकिङ 10 मिनेट लेफ्ट भनेको छ। यो चेक गर्दै गर्छ। तपाईले यहाँ अरु काम गर्दा पनि भयो। त्यसको लागि तपाईले अब हेर्नुहोस् ध्यान दिएर यो यहाँ पेन्सिल जस्तो माथि आइकन छ। तपाईले यो पेन्सिल जस्तो आइकनमा जस्ट टच गर्नु होला।
यो भइसक्यो, क्वालिटी चेक गरिसक्यो, यसले रेस्ट्रिक्सन नन भइसक्यो होइन, किनभने मेरो आफ्नै आवाज आफ्नै भिडियो हो, त्यसैले कोही पनि कुनै पनि कपिराइट्स आउने सम्भावना भएन। जस्ट अब पेन्सिलको आइकनमा क्लिक गरिसकेपछि तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ अप्सनहरू, जस्तै हाउ टु अपलोड भिडियो इन युट्युब हामीले लेखेको त्यो भयो। अब यहाँ सबैभन्दा मुनि छ ट्याग्स, सर्ट्स, मिक्सिङ एन्ड क्याटेगोरी, यहाँ टच गर्ने र एड ट्याग्स, यहाँ एड ट्याग्समा हाल्ने। एड ट्याग्समा के हाल्ने भन्दा हाउ टु अपलोड इन भिडियो म हालिदिन्छु, हाउ टु अपलोड इन, हाउ टु अपलोड भिडियो इन युट्युब। अब यसलाई कमा गरेपछि तपाईँको यो अर्को नेक्स्ट आउँछ है, यसमा कमा दिनु चाहिँ तपाईँले ट्याग लेखिसकेपछि कमा दिनुपर्ने हुन्छ। युट्युबमा भिडियो कसरी हाल्ने, युट्युबमा भिडियो कसरी हाल्ने, युट्युब भिआइडी, यो भिडियो अपलोड युट्युब भिडियो भिआइडी, यो भिडियो अपलोड इन युट्युब, यसरी 3-4 तपाईँले ट्याग लेखिदिनु होला। लेख्नु पर्यो उल्टा पुल्टा गरेर, यताउता गरेर, यताको उता गरेर। अनि यस तरिकाको मान्छेले कसरी सर्च गर्न सक्छन् त भिडियो भन्ने चाहिँ हामीले थाहा पाउनु पर्यो। हाउ टु भिडियो अपलोड इन युट्युब, भिडियो कसरी हाल्ने, भिडियो कसरी अपलोड गर्ने, युट्युबमा भिडियो कसरी अपलोड गर्ने, यस्तै त हो नि खोज्ने होइन। यसरी गर्न सकिन्छ। अब तपाईँले अरू कतिवटा हाल्न सक्नुहुन्छ, 500वटा वर्ड भनेपछि अझै टन्नै हाल्न सकिन्छ। मैले अहिले यति नै राखेँ। डोन्ट एलाउ मी रिमिक्सिङ मैले अघि गरिदिइसकेँ। पेड प्रमोसन एन्ड ब्रान्ड्स यो छैन, अघि मैले भनिसकेँ। अब क्याटेगोरी, तपाईँको क्याटेगोरी के हो त? तपाईँको क्याटेगोरी हो भनेको एडुकेसन क्याटेगोरी हो। तपाईँले साइन्स एन्ड टेक्नोलोजी पनि राख्दा भयो, कमेडी बनाउनुहुन्छ भने कमेडी, गेमिङ बनाउनुहुन्छ भने गेमिङ, म्युजिकको हो भने म्युजिक, यसरी तपाईँले यहाँबाट गर्न सक्नुहुन्छ। म साइन्स एन्ड टेक्नोलोजी नै राखिदिन्छु। यति गरिसकेपछि तपाईँले यसलाई यहाँ डिलिट गर्ने होइन, तपाईँले के गर्नु भने यो मोर अप्सन्सदेखि यतापट्टि हेर्नुहोस्, यसलाई ब्याक गर्ने र अब भनेको सेभ गर्ने। सेभ गर्नुभन्दा पहिला हामीले यसलाई पब्लिक पनि गर्नुपर्छ। अनलिस्टबाट पब्लिकमा राख्ने। सेट एज प्रिमियर भनेको तपाईँ कुन टाइममा देखाउन चाहनुहुन्छ त्यो हो। यदि तपाईँ राइट नाउ देखाउन चाहनुहुन्छ भने जस्ट पब्लिक गरेर यसलाई ब्याक गरेर यसलाई सेभ गरिदिएपछि यो भिडियो पब्लिक भयो। यसरी तपाईँले भिडियो अपलोड गर्न सक्नुहुन्छ। ओके, यो भिडियो पब्लिक भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ भिजिबिलिटी पब्लिक, रेस्ट्रिक्सन नन, क्वालिटी एचडी यसरी भइसकेको छ। कमेन्ट कुनै पनि आएको छैन। यसरी तपाईँले आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गर्ने, ट्याग लाउनेदेखि लिएर सम्पूर्ण कामहरू गर्न सक्नुहुन्छ। डिस्क्रिप्सनमा तपाईँले मैले केही थोरै राखेँ, तपाईँले भने धेरै राख्न सक्नुहुन्छ कि यो भिडियो के को बारेमा हो, यो भिडियो कसरी लेखिएको, किन लेखिएको, यो सबै कुराहरू तपाईँले त्यहाँ डिस्क्रिप्सनमा वर्णन गर्नुहुन्छ। मैले थोरै गरेँ, त्यो पनि तपाईँले आफ्नो हिसाबले गर्नुहोला। ओके है त। र च्यानललाई सब्सक्राइब भने गर्न नभुल्नुहोला।